नेपालको पछिल्लो निर्वाचन परिणामलाई धेरैले राजनैतिक इतिहासको महत्त्वपूर्ण मोडका रूपमा हेरिरहेका छन्। लामो समयदेखि देशको सत्ता राजनीतिमा प्रभाव जमाएका प्रमुख दलहरूलाई मतदाताले कडा दनक दिएका छन्। कांग्रेस, एमाले र नेकपा जस्ता दलहरू कमजोर हुँदै जानु चुनावी परिणाम मात्र नभई जनताको मनोविज्ञानमा आएको परिवर्तनको संकेत पनि हो। यसको प्रारम्भिक संकेत 2079 सालको स्थानीय तह निर्वाचनमै देखिएको थियो। त्यसबेला नागरिकले परम्परागत दलहरूलाई चुनौती दिँदै केही स्वतन्त्र उम्मेद्वारहरूलाई जिताएका थिए। धरानमा हर्कराज राई, काठमाडौँमा बालेन्द्र शाह र धनगढीमा गोपाल हमाल जस्ता उम्मेद्वारहरूको विजयले मतदाताले परिवर्तन चाहेको स्पष्ट संकेत दिएको थियो। त्यो परिणाम स्थानीय तहको राजनैतिक घटना मात्र थिएन, त्यसले राष्ट्रिय राजनीतिका लागि पनि सन्देश बोकेको थियो। त्यो सन्देशको मूल अर्थ थियो दलभित्र लोकतन्त्रको विस्तार, संस्थागत सुधार र सेवा प्रवाहमा सुधार। नागरिकले राज्यका संस्थाहरूलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने अपेक्षा गरेका थिए, तर प्रमुख दलहरूले यस सन्देशलाई गम्भीर रूपमा लिएनन्। बरु न्यायालयदेखि संवैधानिक निकायसम्म राजनैतिक प्रभाव बढाउने प्रवृत्ति देखियो। कतिपय अवस्थामा राज्यका सेवा र स्रोत समेत दलगत आधारमा वितरण हुने गरेको आरोप लाग्दै गएको थियो। यसले समाजमा गहिरो असन्तुष्टि जन्मायो। नागरिकहरू आफ्नो आक्रोश व्यक्त गर्ने अवसर खोजिरहेका थिए। 2079 को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्याशित मत पाउनु र स्थानीय तहमा स्वतन्त्र उम्मेद्वारहरू विजयी हुनु त्यही असन्तुष्टिको संकेत थियो। तर पुराना दलहरूले त्यसलाई गम्भीर रूपमा लिएनन्। बरु कतिपय नेताहरूले त्यसलाई अस्थायी लहर भन्दै व्यवस्था गरे। राजनीतिज्ञ घनश्याम भुषालले भने चाहिँ नागरिकलाई हेप्ने र कमजोर ठान्ने प्रवृत्ति दलहरूमा देखियो। शासन शैलीमा सुधार गर्नुको सट्टा पुरानै ढरामा राजनीति चलिरह्यो। यही कारणले समाजमा रहेको असन्तुष्टि झन बढ्दै गयो। अन्ततः त्यो आक्रोश अहिलेको निर्वाचन परिणाममा स्पष्ट रूपमा देखिएको छ। 2048 सालपछि नेपालको सत्ता राजनीतिमा तीन प्रमुख अनुहार बारम्बार दोहोरिए। केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा। विभिन्न समयमा उनीहरू प्रधानमन्त्री बने र सत्तामा आलोपालो गरिरहे। युवा पुस्ता ठूलो संख्यामा रोजगारीको खोजीमा विदेशिन बाध्य भयो। वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले अर्थतन्त्र धाने पनि त्यसलाई दीर्घकालीन विकासमा प्रयोग गर्ने स्पष्ट नीति बनाउन सकिएन। यसले युवा पुस्तामा निराशा र अन्योल बढायो। अहिलेको निर्वाचन परिणामले यही असन्तुष्टिलाई उजागर गरेको छ। पुराना दलहरूले लज्जास्पद रूपमा कम मत पाउनु त्यसको स्पष्ट संकेत हो। यसले उनीहरूलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ। इतिहास हेर्दा नेपाली नागरिकले दलहरूलाई अवसर नदिएका भने होइनन्। 2048 र 2056 सालमा कांग्रेसलाई बहुमत दिएका थिए। माओवादी केन्द्रलाई पनि 2064 सालको निर्वाचनमा नागरिकले ठूलो समर्थन दिएका थिए। 2074 सालमा एमाले र माओवादीको वाम गठबन्धनले झण्डै 2/3 बहुमत प्राप्त गरेको थियो। अब नागरिकको प्राथमिकता अब स्पष्ट रूपमा सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाहतर्फ केन्द्रित भएको छ। यसरी हेर्दा 2082 को निर्वाचन राजनैतिक दलहरूको हार जितको विषय मात्र होइन, यो नेपाली समाजमा बढ्दै गएको चेतना र परिवर्तनको चाहनाको अभिव्यक्ति पनि हो।